एक्सपेक्ट गर्छौँ कि पक्कै केही न केही आज हजुरहरूले नयाँ एक्सपोजर पाउनुहुन्छ भनेर। आजको प्रोग्राम एकदमै वर्कसप ओरिएन्टेड स्वागत छ र आशा गर्दछु आजको यो कार्यक्रम चाहिँ सबैलाई फलिफाप हुनेछ र यसबाट केही नयाँ कुराहरू पनि हामीलाई सिक्ने मौका मिल्नेछ। यस्तो राम्रो फ्रुटफुल एउटा इन्फर्मेसन सेसन अर्गनाइज गर्नुभएकोमा, साथै हाम्रो यो टिम फोरफ्रन्ट इन्जिनियरिङ हाम्रो महेशजी लगायत टिमलाई यो कन्स्ट्रक्सन इन्डस्ट्रीको लागि धेरै नै उपयोग हुने अब यो यस्तो अहिलेको चाहिँ जुन इनोभेसन छ, जुन रिसर्च छ, हिजो हामी हार्ड कपी पनि अरूसँग लेखाइ माग्ने, हामी त्यसरी सुरु भएको हाम्रो व्यवसाय बिमको रूपमा जुन हाम्रो इन्फर्मेसन आएको छ, यसले यो हाम्रो नेपालको चाहिँ कन्स्ट्रक्सन क्षेत्रलाई एउटा नयाँ युगतिर लिन खोजेको छ। अघि पनि अझै पनि हामी के छ भने सरकारमा चाहिँ पुरानै सोच र शैली छ, हामी व्यवसायको पनि पुरानै सोच र शैलीबाट हामी अगाडि बढिरहेका छौँ। त्यो अवस्थाबाट अबको चाहिँ प्रविधिसँग प्रविधि मैत्री हुँदै लागत इस्टिमेटदेखि अनि तपाईँको चाहिँ विभिन्न कुराहरूमा चाहिँ कम खर्चिलो बनाउन र सबै कुरा चाहिँ यो प्रविधि मार्फत चाहिँ हामी जानको निम्ति हामी महासङ्घले पनि हामी यस्ता कार्यक्रमहरू आयोजना नै गर्छौँ र म अझ खास गरी चाहिँ YCNC-लाई चाहिँ यस्ता धेरै कार्यक्रमहरू फेरि पनि यस्ता कार्यक्रमहरू चाहिँ यहाँहरूले आयोजना गर्नुहुनेछ। त्यसमा चाहिँ महासङ्घले यहाँहरूलाई चाहिँ काँधमा काँध साथमा साथ मिलाएर हामी त्यो कार्यक्रम चाहिँ सम्पन्न गर्नेछौँ र खास गरी अब यस्ता कार्यक्रम चाहिँ जस्तो देखिन्छ यसले चाहिँ अझ चाहिँ हाम्रो यो क्षेत्रलाई चाहिँ अगाडि बढाउन ठुलो भूमिका खेल्नेछ भन्दै यो क्लोजिङ कार्यक्रम साइटमा गरेको डेटा चाहिँ यता चाहिँ अफिसले चाहिँ एक्सेस गरेर साइट बनाउनु अगाडि के भइरहेको रहेछ भन्ने कुराहरू चाहिँ फिगर आउट गर्छ। विशेष गरी हाम्रो चाहिँ कन्ट्र्याक्टिङ साइडमा भन्दाखेरि चाहिँ हामीले चाहिँ खालि कन्स्ट्रक्सन